अच्छा अर्को सहन ल्याउनुपर्छ है क्या हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक आज पनि सधैँ झै न्यू डे न्यू भिडियोको साथमा आइसकेको छु म माधव मगर तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै हुनुपर्छ हल्का रुवामा चिसो लागिरहेको छ नाक पनि त्यस्तै आइरहेछ नाकै स्वर आइरहेको होला अनि यतिखेर चाहिँ हाम्रो किचनमा चाहिँ पाक्दैछ रायोको मिठो मिठो साग त्यसमाथि बोडी मिसाएको त्यसमाथि आलु मिसाएको अनि यतातिर चाहिँ अचार बन्दैछ यता खाना बन्दैछ होइन त्यही नै हो बाहिरको आजको क्लाइमेट चाहिँ यस्तो छ ल हेर्नुहोस् देख्न सक्नुहुन्छ पुरै कुहिरो मन्डी के भन्छ नि त्यस्तै भइरहेछ पुरै ड्याम्मै छ चिसो एकदम बढेको छ सर्वप्रथम त सबै पनि केयर गर्नु होला चिसो एकदम बढिरहेको छ होइन सहनी हजुर के हजुर के बुझ्यौ तिमीले हजुर भन्दा चिसो बढेको छ चिसो बढिरहेछ तिम्रो बुढोलाई चिसो लागिरहेछ के चाहिँ गर्दैन त्यो चाहिँ थाहा भएकै कुरो हो गर्दिन गर्दैन अर्को सहन ल्याउनुपर्छ है क्या अर्को त तिमीलाई उही पुछर उम्रेकोले मात्रै हेर्छ म त कसरी फसेँ क्या हो तिमीलाई त अर्को नि पुछर उम्रेको मात्रै हो मेरो कपाल कहिले यति लामो हुन्छ होला है भर्खर यति भएर पालेपछि यहाँ हेर त कस्तो यति लामो भइसक्यो हेर्दा यहाँ हेर नि हो रहेछ है बार्देऊ न यस्तो रिबन म त ढल्छु बार्दा बियोस् पानी हाले क्या च्यागले कता बार्नु हो ल ठिक छ गुड मर्निङ आमा बिन्दा छ त नि एक्लै मोबाइल हेरेर कति राउन्ड साइकल खेल्यौ तिमीले आज यो झुल पनि यस्तो गर न अलि राम्रो आयो क्या फेस यस्तो गरेपछि अलि राम्रो आउँछ नराम्रो आउँछ कि खुट्टा नि त्यस्तै हो बस्ने माई गड पुरै यो पारामा छ त यस्तो पारामा अनि के हेरौ त तिमीले बिहान उठेर के खायौ भन नि त नि यहाँनिर फ्यामिलीहरूलाई अबे लड्डु चाहिँ तिमीलाई कसले दियो भन त आमै कुन मामुले ठुलो मामुले कुन चाहिँ मामु त्यही त अनि अना दिदीको मामुले कुन मामु हाम्रो मामुले ए मामुले कहाँ ल्याएर राख्छ लड्डु नि देखेन त नि अच्छा अनि राम्रो फेस आउँछ नि त नि यो लाएर तिमीलाई देख्यो भने त नि चाल अनि अरू भएर नि अनि आज स्कुल छुट्टी छ होइन आज स्कुल छुट्टी छ अनि मोबाइल त धेरै हेर्नुहुन्न नि बाबु अनि बाबु चुप्पा गर्नु त हिजो मैले गोल जितेन नि हिजो गोल हारेँ नि मैले हजुर के बनायो त अनि स्याप सर भोलि चाहिन्छ अनि पाकेन यो अझै पकाएको पकै हो क्या हजुर होइन त्यस्तो काट्नु हुँदैन नि घरको कुरो नि हामीले चाहिँ हिजो बेलुका चाहिँ के खाएको भन्दाखेरि चाहिँ लोकल कुखुराको झोल खाने हो जम्मा 4 पिस रहेछ तर दामी आयो एकदम बवाल हो चिसोमा यस्तो दामी सुप त्यही माथि लोकल कुखुराको सुपलाई चाहिँ मस्तसँगले मेथी सेथी हालेर तपाईँहरू पनि खानुभयो होला यस्तो जाडोमा चाहिँ खानुहोस्
स्वास्थ्यको लागि चाहिँ केयर गर्नुहोस् है, राम्रो हुन्छ। झोल यस्तो पिउँदाखेरि बबाल मजा आयो हिजो बेलुका चाहिँ। अनि त्यही उब्रेको चाहिँ यहाँ छ, यसलाई पनि अब व्यवस्था मिलाउनुपर्छ। अनि फाइनली आजको कुरो चाहिँ हाम्रो चाहिँ प्लान के छ भने चाहिँ बाहिर कुन ठाउँ कान्छी त्यो घुम्नु जाने कोशी बोराबाद जाँदैछौँ। त्यो भिडियो चाहिँ तपाईँहरूले नेक्स्ट भिडियोमा हेर्न सक्नुहुन्छ होइन। तपाईँहरू पनि आउनुहोस्। कोशी बोराबाङ हो, बोराबाँझ, कोशी बोराबाँझ यति बवाल छ त्यहाँनिर चाहिँ ढुङ्गा सुङ्गा ड्याङ्गो। म पनि गएको छैन, त्यही पनि आज के कस्तो हुन्छ हेरौँ। राम्ररी कोरा चाया त भइहाल्छ, ननुहाएको 3 दिन भइसक्यो। त्यो त्यस्तो काइयोले त्यो हेरेर नि जुम्रा भेट्छ नि। अनि कसरी हेर्नु त मलाई आउँदैन नि। तर हिजो सुलुलु हेरेर बिरालो माकुरी यसलाई त ठ्याङ्ग्रेङ भन्नु न। कता त ठ्याङ्ग्रेङ भने के हो लिहा हेर त अनि यस्तो पड्किन्छ यो पड्काउनु धरि नखान्छ यो सुलुलु हिँड्ने जस्तो गऱ्यो क्या पड्काउनु प्रायः हो त्यो जुम्रा हुन्छ मेरो टाउकोमा। म त त्यो जुम्रा सुम्रा पड्काएर पराएर भने त म त काटिदिन्छु कपाल। त्यो मान्छेलाई जुम्रा परेर है नसोच्ने त युसेबहरूसँग सुत्यो नि त अस्ति नै त्यो उसमा यो जुम्रा कहाँ जाँदा यो जुम्रा नि कहाँ जाँदा सर्या जस्तो लाग्यो मलाई। उदयपुर जाँदाखेरि सर्या जस्तो लाग्यो। उदयपुरमा तपाईँ म मम्मी सुत्या कस्तो सर्छ र? अनि त्यो के उमा उहाँ झापा जाँदा 2 वर्षको चाहिँ जुम्रा थियो है सर्यो। 2 वर्ष मसँग सुतेको थिएन। कस्तो चिसो हावा चल्यो है यता हिजो हिँडे जस्तो सिरिरी गर्थ्यो क्या मलाई शङ्का लाग्यो।